देवयानीलाई दिपेन्द्रले गुड नाइट भने पछाडि दिपेन्द्र साँच्चीकै सुत्न गए। थकित भएका उनी एकैछिनमा निदाए पनि। उनी निदाएपछि ती सहयोगीहरू पनि कोठाबाट निस्किए। अब त्यो सुनसानमा 3 जना बन्दुकधारीको टोली दिपेन्द्रको खोपीतिर लाग्छ। ती 3 जनाले नै दिपेन्द्रकै जस्तो अनुहार भएको मुर्कुट लगाएका छन् र कम्ब्याक्ट ड्रेस लगाएका छन्। दिपेन्द्र जस्तै देखिने ती मध्येको एकजनाले रियल दिपेन्द्रलाई उनी निदाइरहेको अवस्थामा कञ्चडमा गोली प्रहार गर्छन्। दिपेन्द्रको ठाउँको ठाउँ मृत्यु हुन्छ। त्यसपश्चात एकजनाले दिपेन्द्रलाई त्यही रुङ्दै अब बाँकी 2 जना उनको खोपीबाट निस्कन्छन्। दिपेन्द्रलाई रुग्ने त्यो हत्याराको काम भनेको अब दिपेन्द्रलाई उनले जस्तै कम्ब्याक्ट ड्रेस लगाइदिने हो। बाँकी 2 जना बिल्यार्ड हलतिर लाग्छन् र बाहिर झाडीमै लुकेर बस्छन्। ती 2 जना मध्येको एकजना सबसे कन्फिडेन्ट जो थियो त्यो दरबारभित्र छिर्छ अनि 3 वटा फायर गर्छ। राजालाई भुइँमै ढालिदिन्छ र निस्किहाल्छ। यो क्रममा सबै कुरा यति छिटो हुन्छ कि दिपेन्द्र जस्तै मात्र देखिने व्यक्ति भए पनि सबैलाई त्यो गोली चलाउने व्यक्ति दिपेन्द्र नै हो जस्तो लाग्छ। अब त्यो व्यक्तिले त्यति गरिसके पछाडि उसलाई फेरि भित्र जाने आँट तत्कालै आउँदैन अनि अब अर्को व्यक्ति गन लिएर फेरि भित्र छिर्छ। यति बेलासम्ममा डरको माहौल सिर्जना भइसकेको थियो। अब सबैसँग लुक्नु बाहेक केही पनि उपाय थिएन। तर जो लुक्दैनन् र बन्दुकधारीको आँखामा हेर्न खोज्छन् तिनैलाई ताकी बन्दुकधारीले फायर गर्छ र बाहिर निस्कन्छ। बाहिरबाट त्यो हत्याराको साथी जसले पहिलो पटक फायरिङ गरेको थियो उसले आफ्नो साथीले भित्र फायर गरिराख्दाखेरि सबैको अनुहार नियाल्न भ्याएको हुन्छ र कसको अनुहारमा डाउट देखियो जस्तो लाग्छ। आफ्नो साथी निस्किएपछि भित्र गएर सबैलाई सुट गरेर आउँछ। यो बेलासम्म उसको अर्को साथीले त्यहाँबाट गार्डनमा आएर पोखरीमा लुक्न भ्याइसकेको हुन्छ। तर अन्तिम पटक भित्र छिरेको हत्यारामाथि ऐश्वर्यालाई भने डाउट भइरहेको हुन्छ। आँटै गरेर ज्यानको बाजी लगाएर उनी दिपेन्द्रको खोपीतिर जान भनेर दौडिँदै निस्किन्छन्। आमाको पछि कान्छो भाइ निराजन पनि लाग्छ। तर निराजनलाई भने त्यो पोखरीमा भएको हत्याराले सुट गर्छ र स्ट्याचु लिएर ढालिदिन्छ। ऐश्वर्या जब दिपेन्द्रको खोपीतिर जाँदै गर्छिन् तब त्यो भर्याङमा कोही आउँदै गरेको आवाज सुनेर दिपेन्द्रलाई मारेर कम्ब्याट ड्रेस लगाइदिँदै गरेको व्यक्ति भर्याङ नजिकै आउँछ र ऐश्वर्यालाई देखेर फायरिङ सुरु गर्छ। भर्याङमै उनको हत्या गरिदिन्छ र दिपेन्द्रलाई कम्ब्याट ड्रेस लगाइदिइसकेपछि त्यहाँबाट उसको अरू 2 जना साथीको पनि सहयोगले बोकेर लिएर पोखरीको छेउमै आएर छाडिदिन्छ र दरबारभित्रैबाट बग्ने टुकुचा खोला हुँदै त्यहाँबाट निस्किन्छन् अथवा गोली लागेका राजा रानीहरूलाई हस्पिटल लग्ने गाडीमा नै उनीहरू सुटुक्क निस्कन्छन्। यो कुराको